खाँदबारीबाट हिँडेको आज 6औं दिन। बिहान सबेरै धारामा मुख धुन निस्कँदा पो चाल पाइयो निकै माथि आइपुगिएछ। साह्रै चिसो रहेछ पानी। हिजो राति लिङ्गममा बास बस्न आइपुग्दा झमक्क साँझ परेको थियो। लिङ्गममा भोट क्षेत्रको एकमात्र माध्यमिक विद्यालय रहेछ अरुणोदय मावि। हामीले यही विद्यालयका शिक्षकहरूसँग बास मागेर बस्यौं। चेपुवामा लज नभए तापनि बास बसेको भए त्यहाँका करिब 150 घरधुरी मध्ये कसै न कसैले त बास दिन्थे होलान्। तर विद्यालयका शिक्षकहरूसँग गफ गर्ने र थोरै बाटो पनि काटिने लोभले हामी लिङ्गममा आएर बस्यौं। खाना आफैले पकाएर खाने शिक्षक साथीहरूको भान्सामा आज बिहानको पालो गोपाल दाहाल र बीएससी सर भनेर चिनिने वीरेन्द्र यादवको रहेछ। हामीले मुख धोइ नसक्दै चिया पाकेर ठिक्क भइसकेछ। जाडोमा तातो चिया, अरू के चाहियो र? माध्यमिक तहमा पढाउने धेरैजसो शिक्षक बाहिरबाटै आएका रहेछन्। घर परिवारदेखि टाढा बसेपछि आफै पकाई तुल्याई खानै पर्यो। पालो बाँधेर भान्साको काम गर्ने सरहरूको क्रियाकलाप हेर्दा आफूलाई पनि विद्यार्थी जीवनको सम्झना आयो। दाउरा र तरकारी त यही पाइन्छ। चिया, चिनी, नुन, तेल, चामल, मरमसला भने 6 दिनको बाटो सदरमुकाम खाँदबारीदेखि नै बोकेर ल्याउनु पर्ने रहेछ। तराईको मैदानमा फरक संस्कृति र जीवनशैलीमा जन्मे हुर्केका बीएससी सरलाई सोधे कस्तो लाग्छ यहाँ बस्दा? मान्छे कहाँ कहाँ कुद्छ, अमेरिका जान्छ हैन, अरब जान्छ, कतार जान्छ, म त नेपालमै छु। मौसम अनुसार गाउँमै फलेका तरकारी र एक दिन टाढा तिब्बतको डेन्दाङदेखि बोकेर ल्याएको मोटो चामल, यस्तै छ यहाँको खानपान। यही उब्जाएको अन्न खाने भए कोदोको ढिँडो वा रोटी नै हो। पाहुना आएको दिन त भान्सामा चामलै पाक्छ। हामीले पनि चामलकै भात खायौँ। यहाँ रमाएरै बसेका लाग्ने शिक्षकहरूलाई स्वास्थ्य सेवा अभावको चिन्ताले चाहिँ औधी सताएको रहेछ। समस्या छ सर यहाँ त एकदम वास्तवमा एपेन्डिसाइड जस्ता अब त्यस्ता खालका चाहिँ 24 घण्टामा तुरन्तै हस्पिटलाइज नहुने परिस्थितिका रोगहरूमा चाहिँ हामी अट्याक भयौँ भने यही सिद्धियो। बाहिरबाट केही समयका निम्ति आएर काम गर्ने शिक्षकहरूलाई त यस्तो असजिलो महसुस भएको छ भने यही जन्मे हुर्केर यही काम गर्ने शिक्षकहरूलाई कस्तो भएको होला? दुर्गमका बासिन्दा हुनुको पीडा अरुणोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक किङसन लामाले जीवनका 10 वर्ष यही बाटोमा ओहोर दोहोर गर्दै बितेको अनुभव सुनाएपछि हामी झन तीनछक पर्यौं। म 53 वर्ष पुगेँ हैन। त्यो अवधि भरमा चाहिँ त्यस्तै 10 वर्ष मेरो जिन्दगीको चाहिँ समयहरू यो आते जातेमै बितेको मैले अनुभव गरेँ। कसरी हिसाब लाउनु तपाईले? यो चाहिँ अब पढाइको क्रममा अनि त्यसपछि विद्यालयको विभिन्न कामको क्रममा अब यही ठाउँमा बसेर सदरमुकाम धाउने क्रममा 3-4 दिन ओह्रालो 3-4 दिन उकालो अनि त्यही क्रमले गर्दाखेरि मेरो उमेर चाहिँ करिब 10 वर्षभन्दा बढी चाहिँ यो आते जातेमै बितेको हो। असुविधा र अभावका बीचमा पनि यहाँका बासिन्दाका लागि मन बुझाउने एउटा कुरा छ। यहाँ यो गाउँका बासिन्दाले आफ्ना छोराछोरीलाई माध्यमिक तहसम्मको गुणस्तरीय शिक्षाका लागि टाढाको गाउँमा धाउनु परेको छैन। छिमेकी गाउँहरू किमाथाङ्का, हटिया, चेपुवा र पावाखोला गाविसका विद्यार्थीहरू पनि यही पढ्न आउँछन्। केही वर्ष अगाडिसम्म त यो विद्यालयको रिजल्ट त्यति राम्रो थिएन, तर गएको 3-4 वर्षदेखि भने यो विद्यालयबाट एसएलसीमा झन्डै 100% विद्यार्थी उत्तीर्ण हुन थालेका रहेछन्। आफ्नै खेतीमा उब्जाएको अन्न खाएर स्थानीय पहिरनमा पढ्न आउन पाउँदा विद्यार्थी अभिभावक सबैलाई सजिलो भएको छ। त्यसैले होला स्कुलमा छोराहरू मात्र होइन छोरीहरूको सङ्ख्या पनि उल्लेख्य छ। एसएलसी परीक्षामा राम्रो नतिजा आउन थालेपछि गुणस्तरीय शिक्षाको खोजीमा सदरमुकाम धाएर पढ्न गएका केही विद्यार्थी फेरि यही फर्केर आएका रहेछन्।
अब यहाँ चाहिँ एकदम निरन्तर रूपले पढाइ भएको कारण त्यहाँ चाहिँ एकदम आन्दोलन यस्तो विभिन्न किसिमको हडतालहरू हुने कारणले चाहिँ अब त्यहाँ एकदम पढाइ नहुने भएकोले अब यही पढ्नलाई। विद्यालयले राम्रो नाम कमाएको भए पनि दुर्गममा हुनुको पीडा चाहिँ घटेको छैन। विद्यालयको भौतिक पूर्वाधार निकै कमजोर छ। विद्यालय भवन र छात्रावास बनाउने त कुरै छाडौँ, शौचालय निर्माण गर्न समेत गाह्रो परेको छ। सुगममा बस्ने र निर्णायक ठाउँमा पुगेकाहरूले नै दुर्गमका जनतालाई उपेक्षा गरेको अनुभव छ किङसन सरको। अहिले म यहाँ विद्यालयको शौचालय बनाउँदैछु। अब यहाँबाट सिमेन्ट छिकाउने भनेको यहाँबाट एक त भर्या नै पाउँदैन, अनि अब तल सिमेन्ट चाहिँ अब 950 पर्छ त्यो एक ब्यागको। अब ढुवानी खर्च यहाँनिर 2000 जस्तो पर्छ भनेपछि तल खरिद भन्दा यो ढुवानी मूल्य बढी पर्छ। त्यस्तै अरू चिजको पनि त्यस्तै। जस्तो तल नुन चाहिँ 8 रुपियाँ किलो पर्छ भने साझामा, अब यहाँ ढुवानी खर्च चाहिँ 40 रुपियाँ। खरिद 8 रुपियाँ, यहाँ तल खानबारीबाट यहाँ ल्याउँदा ढुवानी 40 रुपियाँ। अनि यस्तो टाढा छ, यस्तो यो नेपालकै देश हो। अब सदरमुकामबाट यत्रो टाढामा चाहिँ यसो अप्ठ्यारो समस्याहरू छ। अनि यदि यातायातको सुविधा यो मोटर बाटोहरू भइदिएको भए त अब यस्तो खालको समस्या पर्दैन थियो। किनभने अलिकति अब आशा हुँदो रहेछ नेताहरूप्रति, तर अब यतिखेर चाहिँ त्यो कुरो उठाउँदा पनि नगरेकोले अलिकति नेताहरूप्रति पनि नेगेटिभ फिलिङ जस्तो। विद्यार्थी पनि कति मेहनती। एकछिन अगाडिसम्म कक्षा कोठामा पढ्दै गरेको देखिएकी छात्रा खाजा खाने आधा घण्टाको छुट्टीमा स्कुल नजिकैको कोदो बारीमा आमालाई सघाउन पुगिहाले। कोदो तराईदेखि हिमाली भेगसम्म, पूर्वदेखि पश्चिमसम्म प्राय सबै ठाउँमा फल्छ। तर यहाँको भने मुख्य बाली नै कोदो हो। आलु, गहुँ, उवा र मकैको खेती पनि हुन्छ यहाँ। तर यहाँको उब्जनीले मात्र खान पुग्ने परिवार एउटा पनि रहेनछ। बर्खामा माथि चाइना गएर किनेर खानुपर्छ, हिउँदमा तल मधेसतिर छरेर कमाउनु पर्ने हो। कोदो टिप्ने समय भएकाले घरका जहान, खेताला र अर्मपर्म सबैजना मिलेर लहरै उभिएर कोदो टिपेको देख्दा हामी बारीको डिलमा बसेर हेर्नेलाई चाहिँ खुब रमाइलो भयो। भौगोलिक रूपले विकट भएकाले होला सक्सिला गोलादेखि माथि मानव बसोबास पातलो भेटिन्छ। एक गाउँदेखि अर्को गाउँको दूरी पनि धेरै नै छ। यहाँदेखि उत्तरतिरको सीमावर्ती गाउँ किमाथाङका पुग्न पुरा एक दिन लाग्छ। बिहान सबेरै नहिँडे उज्यालो छँदै पुग्न सकिँदैन। त्यसैले हामी बिहानै बाटो लाग्यौँ। यात्राको 8औं दिन हामी चेपुवा गाविसको च्याम्ताङ भन्ने गाउँमा छौँ। यो ठाउँ समुद्र सतहदेखि झन्डै 2200 मिटर उचाइमा छ। हामी हिजो किमाथाङका पुग्नु थियो, तर क्यामेरामा गडबडी भएको कारण हामी हिजो जान सकेनौँ। त्यसैले हामी हिजो अरुणोदय माविमा बस्यौँ र आज हामी त्यसतर्फ लाग्दैछौँ। अब एक दिनको बाटो, किमाथाङका पुग्न एक दिनको मात्र बाटो बाँकी छ। त्यसपछि हामी चीनको सीमासम्म पुग्छौँ। च्याम्ताङ शैक्षिक, आर्थिक र सामाजिक रूपमा भोट क्षेत्रका अरू गाउँको तुलनामा अगाडि मानिदो रहेछ। कामका लागि भए पनि देश विदेश पनि पुगेका रहेछन् यहाँका मानिस। तर हेर्नुहोस् त यहाँको प्राथमिक विद्यालयको अवस्था। बल्ल बल्ल पुनर्निर्माण भएको भवनमा बसेर पढ्न विद्यार्थीलाई फर्निचरसम्म छैन। भुइँमा बसेर यसरी पढ्दैछन् देशको भविष्यका कर्णधारहरू। भवनको अब छाना भवनको पनि धुरी नछाएर यस्तो भएको छ। पानी पर्दाखेरि चाहिँ भित्र बस्नै हुँदैन, पढाउनै मिल्दैन। यस्ता विद्यालयमा पढ्ने विद्यार्थीले सुविधा सम्पन्न विद्यालयमा पढ्नेहरूसँग कसरी प्रतिस्पर्धा गर्न सक्लान्? यस्ता धेरै प्रश्नहरू आए मनमा। तर जिम्मेवार हुनुपर्ने निकाय, स्रोत र साधनको कमी देखाएर पन्छिने र जवाफदेहिता कसैले नलिने संस्कार भएको मुलुकमा हामीले पनि कोसँग जवाफ माग्ने? मन दुखाएर लुरु लुरु बाटो लाग्नुको विकल्प छैन हामीसँग पनि।
अहिले गीतमा चाहिँ तिमीहरूले के भने होइन गीतमा त हाम्रो गीतमा त कहाँ छ गर्ने अब केही न केही बच्चाको आँखामा घाम पर्दो रहेछ है। लिङ्गमदेखि च्याम्ताङसम्मको बाटो त राम्रै रहेछ, तर च्याम्ताङदेखि अगाडि बढेपछि छुमसुर पुग्ने बाटो चाहिँ निकै जोखिमपूर्ण पो रहेछ। च्याम्ताङदेखि यो छुमसुरसम्मको बाटो हिँड्दा यो बाटो हिँड्ने क्रममा हामीले प्रशस्त मात्रामा मालिङ्गोहरू देख्यौँ। खास गरी यो साक्चिला गोलादेखि माथि साक्चिला गोला, हटिया, होङोङ, चेपुवा, लिङ्गम, च्याम्ताङ र किमाथाङकासम्म नै लगभग प्राय सबै घरहरू चित्राले छाएको भेटियो। उनीहरू परम्परागत रूपमा यसरी नै चित्राले घर छाउने गरेका रहेछन्। त्यसबाहेक उनीहरूले चाहिँ डोको बुन्नलाई, थुन्चे बुन्नलाई र घरायसी अरू सामानहरू पनि यही मालिङ्गोबाट बनाउने गरेको पाइयो। हामी छुमसुर आइपुग्यौँ। छानाभरि चिराइतो सुकाइराखेको देखियो। हिमाली भेगमा जडीबुटी प्रशस्तै पाइने रहेछ। धेरैजसो घरमा चिराइतो लगायत अनेक जडीबुटी सुकाइराखेको देखिन्छ। यही जडीबुटी सुकिसकेपछि केही तिब्बततिर र केही खाँतबारी हुँदै भारततिर जाने रहेछ। बिहानको खाना नखाई हिँडेकाले भोकले आफ्नो कला देखाउन थालिसकेको छ। छुमसुर आइपुगेपछि बल्ल खानाको खोजी गर्यौँ। बाटो नजिकै पूर्व वडा अध्यक्षको घर रहेछ। त्यही खाना पकाइ माग्यो। खाना त छैन पो भन्छन् बा, परेन फसाद। गेन्डी अर्थात् कोदोको ढिँडो पकाइदिन भन्यो, त्यो पनि भएन। अन्त्यमा आलु उसिन्दिने सहमति भयो। आलु पाकुन्जेल हामीले यहाँको जनजीवनकै कुरा गर्यौँ। खेतीपाती त हाम्रो यहाँ त्यति साह्रो उपचार नै हुँदैन। घरदुखो गाउँ हो। वर्षमा एक खेप मात्रै पाक्छ। भाले एक खेप मात्रै पाक्छ वर्षमा। अब पहिलादेखि नै धुक्क गरेको हो। अब धुक्क गरेर खानुपर्छ नि, नभए त सुक्खा हुनुले आफैले धुक्क नगरेर खानु पाउँदैन। अनि केटाकेटी उनीहरूको भविष्यमा के हुन्छ मेरो लागि त अब धुक्कै गर्नुपर्छ नि। अब अन्यत्र बिरलै देखिने एक प्रकारको नौलो अन्न कोदोसँगै सुकाइएको देखियो। लट्टे जसरी फलेको तर कोदो जस्तै देखिने यो बाली कागुनो पो रहेछ। अन्न मध्ये चुत्थोमा गनिन्छ कागुनो, त्यसैले उति साह्रो खेती गरिन्न। एउटा अनकन्टार गाउँमा अभावपूर्ण जीविका गर्दै आएका छुमसुरवासीमा पनि मोटर बाटो आउने आशा उत्तिकै जीवित रहेछ। यो माथिबाट पनि तल्लो मान्छेको हावा भनेको हावाले माथि होला चाहिनेले पनि तल्लो नुमसम्म पुऱ्याउँछ अरे। अनि तल्लोबाट पनि हामी नेपालबाट सायद भनेर आउँछ भने त्यसले गर्दा अलि आशा हुन्छ नि। कुराकानी गर्दा गर्दै आलु पाक्यो। आलु खाएर पेडाको धाक लगाउनै परेन। आलु नै पेडा भन्दा स्वादिलो थियो। आलु खाएर पेडाको अनुभव गर्दै हामी फेरि बाटो लाग्यौँ किमाथाङकातिर। बाटामा तिब्बततिर किनमेल गर्न हिँडेका युवाहरूलाई पनि भेट्यौँ। गाईबस्तुको छाला बिक्री गर्न र आफूलाई चाहिने सामान किनेर ल्याउन उनीहरू लागेका रहेछन् तिब्बततिर। अब अलिअलि घरको उसको लागि, नुन तेलको लागि। अनि तलतिर नलगेर किन मास्तिर ल्याएको त? मास्तिर लानलाई अलिक नजिक भएर माथि लगेको। फेरि टाढा पर्छ अनि उँभो लगेको।
तल अब खादबारी पुग्न यहाँदेखि हप्ता दिन लाग्छ यहाँदेखि चाइना पुग्न 2-3 दिनमा पुग्छ अनि मोबाइल लगेको हटिया चेपुवादेखि उत्तरतिरका बासिन्दालाई सरकारी अड्डाको काम बाहेक किनमेलका लागि खाँदबारी झर्नुभन्दा किमाथाङका नजिक पर्ने रहेछ त्यसैले धेरै जसो कारोबार त्यतै हुँदो रहेछ नुन तेल मल बिउ अन्य सरसामान किन्न होस् वा छाला जडीबुटी लगायतका आफ्ना सामान बिक्री गर्न बाटोमा खानलाई खाजा सामल बोक्यो हिँड्यो अरुणलाई दाहिनेतिर पारेर भिरको बाटो उकाली ओराली गर्दै अगाडि बढ्दैछौँ हामी खानै बस्ने त कुरै छोडौँ जङ्गलको बाटो किमाथाङका नपुगेसम्म बीचमा कुनै बस्ती नै भेटिएन बरु हिंस्रक वन्य जन्तुको फेला परिएला होसियार भएर हिँड्नु नै राम्रो एक्लै दुक्लै त स्थानीय बासिन्दा पनि हिँड्दा रहेनछन् हामी पनि यिनै साथीहरूको साथ लाग्यौं सानो खोल्सामा हालिएको झोलुङ्गे पुल तरेर गतिलो उकालो चढियो उकालो काट्दा पसिनाले निथ्रुक्कै भइयो ओहो यहाँबाट देखियो किमाथाङका खाँदबारीबाट हिँडेको आज 8औं दिन हामी किमाथाङका आइपुगेका छौँ अहिले हामी समुद्र सतहदेखि 2650 मिटरको उचाइमा छौँ हामी देखिरहेका छौँ चीनको सीमावर्ती चीन र नेपालको सीमावर्ती बजार डेन्डाङ पारिपट्टिका यी नीला जस्ता लगाएका बजार चाहिँ डेन्डाङ बजार र वारिपट्टिको हाम्रो गाउँ चाहिँ यो किमाथाङका यही गाउँ हो खास किमाथाङका गाउँमै पुग्न केही बेर ओह्रालो लाग्नुपर्ने रहेछ साँझ पनि पर्न लाग्यो बास बस्न तल गाउँमै पुग्नुपर्ने भयो हामी सरासर ओह्रालो लाग्यौँ स्थानीय व्यापारी तेन्छेवी शेर्पाले आफ्नै घरमा खोलेको लजमा बास बस्यौँ पारिपट्टि तिब्बतको डेन्दाङ बजार राति झलमल्ल देखिँदैछ तर हाम्रोतिर भने सोलार बिजुलीको मधुरो उज्यालो र अगेनामा बालिएको दाउराको भुङ्लो बाहेक अरू पुरै निष्पट्ट अँध्यारो बिहानी पख घर बाहिर तुसारो जमेको थियो जाडोले गर्दा घाम झलमल्ल नभएसम्म अगेना छेउमा बसेर आगो तापियो आगो ताप्दै लामो ढुङ्ग्रोमा मथेर तयार पारिएको भोटे चिया थपी थपी खाइयो घाम निकै माथि देखिएपछि घुमफिरमा निस्कियौं गाउँदेखि तलको कामु खोला उत्तरतिर चिनिया भूभागबाट बग्दै आएको अरुण नदीमा मिसिएपछि बनेको दोभानमा बिहानको घाम ऐना जस्तै टल्कँदैछ ए पसलमा त फोन पनि रहेछ सदरमुकामदेखि 7 दिन टाढा आइपुग्दा पनि फोन भेटिँदा साह्रै अनकन्टार दुर्गममा पुगेको भ्रम हट्यो यात्रा अवधिभरि सरकारले आफूहरूलाई वास्ता नगरेको वा भेदभाव गरेको भन्ने स्थानीय बासिन्दाका असन्तुष्टिका स्वर धेरै नै सुनिएको थियो यहाँ त झन् छिमेकी देशका नागरिकसँग प्रत्यक्ष सम्पर्क हुने भएकाले त्यो आक्रोश अझ बढी हुनु स्वाभाविक नै लाग्यो 1 घण्टाको बाटोसम्ममा कच्ची रोड आएका छन् उनीहरूको भनेपछि अब यहाँबाट हेर्दाखेरि विशेष अब यो पल्लो देखिने यो जुन अलिकति यो देखिने भ्यूलाई यो माथिको डाँडोलाई लुङदेव भन्छन् त्यहाँको वातावरण र त्यहाँको चाहिँ रहन के अरे विकास हेर्ने हो भने अब नेपालमा त यातायातको चाहिँ कति खाँचो हो भन्ने कुरा त अब यहाँनिर हजुरहरूले स्पष्ट भइहाल्छ अब यहाँबाट उहाँहरूको चाहिँ यति यातायात आएपछि यसरी चाहिँ यहाँ जलविद्युतको चाहिँ यसरी निर्माण भएको छ हामीभन्दा उहाँहरू अलिक एक पहिला परको व्यक्तिहरू यति चाहिँ विकासको चाहिँ उपभोगहरू गरिरहेछन् भौतिक संरचनाको अब हामी नेपालमा भने अलिक घोरेटो बाटोसम्म पनि राम्रो छैन उहाँहरूको के छ भने अब त्यहाँनिर आएर अझ वर्षको लाउनेदेखि लिएर तेलदेखि लिएर नुनदेखि लिएर कपडा लत्ता कपडादेखि लिएर हरेक आउँछ हामीले त्यो राज्यसँग मागेको होइन हाम्रो राज्य उहाँहरूको राज्यभन्दा गरिब राज्य हो तर हामीले मागेको भनेको आधारभूत आवश्यकताको एउटा जुन आधारभूत आवश्यकता हुन्छ जनवर्गमा त्यो हुने खालको जस्तै अब एउटा बाटो मागेको एउटा सानो चाहिँ त्यो पेल्ट्री सेट भए पनि मागेको
हामीले त्योभन्दा माथि चढेर माथि गएर जस्तै त्यस्तो बिल्डिङ बनाइदियो त्यसरी चाहिँ जस्ताको छाना हालिदियो भन्न खोजेको होइन। हामीले राज्यले जति गर्न सकिन्छ त्यति मागेको हामीले माग्नु चाहिँ यो भोटखोला क्षेत्रमा यो सिङसा क्षेत्रमा चाहिँ। तर उहाँहरूबाट त्यो बिना चासो नदेखाएपछि अलिकति हामीलाई चाहिँ दुःख लागेको छ। तर अब राज्यले हजुरहरूले चाहिँ माथि राज्यसम्म चाहिँ यसरी हाम्रो चाहिँ आवाजलाई पुर्याइदिनु भएपछि राज्यले पनि पक्कै बुझ्छ भन्ने हामीलाई आशा लागेको छ। यहीँका बासिन्दा मात्र होइन, यो पीडा यहाँ किनमेल गर्न आउने अन्यत्रका नेपालीलाई पनि उत्तिकै रहेछ। सीमादेखि सामान किन्न डेन्दाङ आइपुगेका लाङचिप्पा गुरुङ र हुङहुङकी छोकटुकमा भोटियालाई पनि हामीले किमा थाङ्कामै भेट्यौँ। अनि उहिले त यिनीहरू हाम्रो गाउँमा काम गर्न आउँछ, दौरा चिर्न आउँछ, आच्छा चाहिँ तपाईँहरू हाम्रो गाउँमा किन आएको भनेर पाउँछ। अनि हामी धनी भयो तपाईँहरू गरिब भयो भन्छ। अनि हाम्रो नेपाल हाम्रो चाहिँ अब यो सकर गरिब भएर के गर्नु भनेको पनि। अनि हातबारी नगएर डेन्दाङ किन आउनुभयो सामान किन्न? तल अब तल गयो भने कमसे कम 7 दिन 8 दिन लाग्छ भार बोक्नु। अनि एक डोको भार बोकेको के नानी थेरी भयो भने 2 दिनमा सकिहाल्छ। यसको लागि हाम्रो दुःख छ। अलि हामीले कुना भएर के भएन अलि जाने बुझ्नेहरूले त्यही सहयोग मागिदिनुहोस् बनाउनुहोस् भनेको। डेन्दाङको मान्छेहरूलाई तिमीहरूको राजा दाजुभाइ सबै गरिब छ र हामीले त धनी छ र बिजुली पनि ल्याइदियो, गाडी पनि रोड निकालेर ल्याइदियो, तिमीहरूलाई छैन भनेर हामीलाई खिसी गर्छ। हामी गरिब दुःखी कुनाको मान्छेलाई हामीलाई साह्रो दुःख छ। उभोको मान्छेलाई साह्रो सुख पायो, हामीलाई नेपालीको मान्छेलाई दुःख पायो। जस्तो गर्दा पनि नेपाल दाजुभाइ दिदीबहिनीलाई हामीलाई सहयोग दिनुहोस्। जम्मा 60 घरको समाज रहेछ किमाथाङका गाउँ। सिङ्गो गाउँ विकास समिति नै यति हो। क्षेत्रफल र जनसङ्ख्याको हिसाबले यो नेपालकै सबैभन्दा सानो गाउँ विकास समिति मानिने रहेछ। यो गाउँबाट अर्को गाउँ पुग्न दिनभरि हिँड्नुपर्छ, तर पारिपट्टि तिब्बतको डेन्दाङ पुग्न घण्टाभर हिँडे पुग्छ। राजधानी र सदरमुकाम भन्दा धेरै टाढा कुनामा रहेको यो गाउँ पुरानै सामाजिक व्यवस्थामा चलेको रहेछ। सरकारी निकाय र समाजका परम्परागत रीतिरिवाज एकअर्कासँग मिल्न सकेको देखिँदैन। सामाजिक कार्यकर्ताका रूपमा पालै पालो गाउँको काममा खटिनुपर्ने गौरङ प्रथा त्यही परम्परागत चलनको निरन्तरता हो। पर अब कति साल हुनुहुन्छ हाम्रो अब फक्कौलो भन्छ, फक्कौलोमा हाम्रो थाम्यो। अब छिवा भनेपछि मुसा वर्षा पुग्यो, त्यता अरूले फेरि दिनुपर्ने, लामाहरूले बुझाउनु पर्ने, गाउँ घरमा छोरा के भयो, के मर्ता भयो, के काठ तान्नु पर्ने, के मर्ता पर्दा के झगडा। अनि बिहा कुटुम्ब आफै व्यक्ति जान्छ। फेरि हाम्रो चाहिँ गौरव भने 1 वर्षको अनि बाली गइसक्यो त। बाली गएर भनेपछि यो अकस्मै गरम लागेपछि त्यसमा सक्दौँ उठाउने। हामी यसरी लाखो दसेर हामी 2 भाइ गाउँ छिमेकी भन्ने बच्ची यसरी हो। सरकारको उपस्थिति भनेको प्रहरी चौकी, एउटा प्राथमिक विद्यालय र स्वास्थ्य चौकी छ। स्वास्थ्य चौकीमा खोप कार्यक्रम परेकाले गाउँभरिका दिदीबहिनीलाई यही भेट्ने मौका मिल्यो। क्यामेरा बिरलै आइपुग्ने किमाथाङकामा हाम्रो क्यामेरा देखेपछि उनीहरू पनि रौसिए र जिस्किन पो थाले। भोटे समुदायका धेरै महिलाले हातमा शङ्खको चुरा लगाएको देखेर मैले गर्मु भोटेसँग सोधिहालेँ, के हो यो, किन लगाउनु भएको? उनले पनि ठट्टैमा जवाफ दिए, मरे भने पाटो त यसले देखाउँछ रहेछ, लान्छु माथि मरेको साथै हो, रामा साथै हो। लैजाउनु हेरिदिन्छु यो 3000 त्यो ल्याइदिउँ होला। ल नानीले पनि नमस्ते सलाम। सिप भएकाहरूलाई जहाँ गए पनि खाली बस्नु पर्दैन। नाति नातिनीहरूलाई खोप लगाउन पालो पर्खँदै गरेकी सुमज्योक नावा उनको धागो काटिरहेकी छन्।
हामीले उनीसँग कुराकानी गर्ने प्रयास त गर्यौं, तर भाषाका कारण कुराकानी गर्न गाह्रो पर्यो। अहिले त युमा चाहिने छैन, सुक्खा नसे पाइले त ढुक्का छु नन्द चाहिने छैन भने सुक्खा नसे मिनो नादी र त्यसै त न एक्जाम हुने कि त नसे त पाइले त ढुक्का दे। कति वर्ष हुनुभयो? ठुक्चुरानीमा अहिले खान पुग्छ यहाँ उब्जनीले? खाने रे हिउँदे से पुग्छ से त्यो काम छ कि पुग्छ नि सुन आयो चाहिने बाटो छ नि कुमाङ छ फाला खाटा माटा पोके छ से पुग्छ से चाहिँ धेरै काम छ भने पुग्छ नि सुन। अलिअलि मात्र बुझियो। 60 र 2 वर्षकी भए दुःखै छ हामीलाई। नबोकी खान पाइन्न, तर चीनमा मोटर आएपछि हामीलाई पनि पहिला भन्दा चाहिँ सुख भएको छ। यसै गरी बुझ्यौं हामीले। यहाँ स्थानीय भोटे भाषा बोलिँदो रहेछ। नेपाली भाषा नयाँ पुस्ताले भने राम्रै बोल्दा रहेछन्। दुई देशको राजनीतिक सीमाले छुट्याएको भए पनि वारी र पारी बिहेबारी चल्दो रहेछ। पारीपट्टि चीनबाट विवाह भएर आएकी सिदार च्यावासँग भने नेपाली भाषामै मज्जासँग कुराकानी भयो। अनि पहिला र अहिलेमा चाहिँ कति फरक भयो? के छ फरक त अहिले राम्रो छ नि। के छ अहिले त टुक्क गरे कसरी टुक्क उते के नुन बोनी माथि खातामा बोक्नु जानुपर्छ, खाना तेल अलिकति पनि खातामा बोक्नु जानुपर्छ। अनि लुगा पनि कपडाको चिल्लीमिल्ली पाउँदिने, उनको बुनेको चाहिँ थाङ्नाहरू किनेर लङ्छ। अनि तपाईँहरूको यहाँ अँध्यारो छ, गाउँ यस्तो छ, के भन्नुहुन्छ दाजुले? नेपालीमा अलिकति आनाले छ माग गर्नु नै जनताहरू सबै भिले गरेर बैठक गरेर माग गरेर पनि हामी जस्तो नै हुन्छ भन्नुले हामीले त्यसै भन्दैछ दाजुभाइ भन्नुभयो। तपाईँहरूले माग गर्नु भएको छैन? हामीले माग गरेर माग त गर्दैछ अनि कहिले आउने यहाँ यहाँ नेपालले पनि मठनको बटे बनेर मठ यहाँ पुग्यो पनि हामी पनि खुसी लागेर मैतीले पनि राम्रो कुरा बोल्नु पायो भने हामीले पनि मठ आएको छ, हामीले पनि बटे बनेर ल्याउँदैछ भन्नुले उनीहरूले पनि बताउनु भयो भने म खुसी लाग्छ। अनि दाजुहरू पनि खुसी लाग्छ। हामीलाई राम्रो छ। मेरो दिदी बहिनीले त अलिक बट्टे बनाउनु पनि छैन, घरि आँगनको बट्टे पनि छैन पनि लाग्यो। मैते पनि अलिकति मन कसो कसो लाग्छ नि। आज बट्टे बनेर मठल गरी यहाँ आयो भने हामी खुसी लाग्छ भने बोल गर्नुहोस् भन्नाले हामी ठोक्छ। पारीपट्टि छिमेकीहरूको सुख सुविधा हेर्दै आफू चाहिँ अभाव र असुविधाका बीचमा जीवनयापन गर्ने किमाथाङका वासीसँग आफ्नो भूगोल र माटोप्रतिको माया छर्लङ्ग देखियो। काठमाडौँ 4 वर्ष बसेको, काठमाडौँमा 4 वर्ष बस्यो अनि फेरि यहाँ आएर 2 वर्ष भयो। अब फेरि हाम्रै बाटो बनेर हाम्रै गाडी यही ठाउँमा आयो भने त धेरै खुसी। काठमाडौँ भन्दा हाम्रो खुसी नै यहाँ। कसरी हाम्रो यहाँ जग्गा जमिन वरिपरि हाम्रो छ सम्पत्ति छ, अनि गाडी आयो भने बेपसेपा गरेर खानु पाइन्छ। जे कुरा पनि हाम्रो तलबाट ल्याउँछ नि फेरि। अब उताको त अब छटेन फेरि हाम्रै आयो भने। गाउँमा रहेको स्वास्थ्य चौकीको हालत पनि कम रोचक रहेनछ। आजै गाउँमा खोप कार्यक्रम भएकाले स्वास्थ्य चौकीमा चहल पहल छ। स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट समेत 6 जनाको दरबन्दी रहेछ, तर बिरलै कर्मचारी यहाँ आइपुग्छन्। जम्मा 1 जना ग्रामीण स्वास्थ्य कार्यकर्ताको भरमा चलेको छ यो स्वास्थ्य चौकी। यिनी पनि स्थानीय भएकाले मात्र यहाँ बसेका छन्। यिनै ग्रामीण स्वास्थ्य कार्यकर्तालाई मैले सोधेँ के छ त यहाँको समस्या। समस्या भनेको त अब समस्या छ। अब दुर्गम क्षेत्रको त्यही हो। अब के गर्नु र अब जिल्लामा भन्नु अर्कै कुरो भन्नुहुन्छ। अहिले हालसम्म मैले म 1 जनाले मात्र चलाएको छु। तर 18 भनेको इमर्जेन्सी अब
डेलिभरी केस यो त अप्ठ्यारो हो नि। अब के गर्नु, साधनले पुग्दैन, त्यसलाई अब लाठीले कुटेर निकाल्ने भएन, केही भएन। साधन नभएपछि त मैले एउटा यस्तै प्लास्टिक उसमा के अरे साबुन पानीले गरेर पनि मैले त्यति काम गरेको छु। पारिपट्टि छिमेकी देशमा आम जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले गरेको व्यवस्थासँग आफ्नो देशको अवस्था तुलना गर्दै चित्त दुखाउनु र व्यक्तिगत सम्पर्कका आधारमा अप्ठ्यारो परेका बेला सरसहयोग आदान प्रदान गर्ने बाहेक अरू उपाय छैन उनीसँग। अब उता हेर्नुहोस् त, अब पारी हेल्पोस बनाएको कस्तो कस्तो बनाएको छ। तालामाथि बस्ने, तल बस्ने, टेबल कुर्सी दुनियाँ छ उहाँहरूको। फेरि अहिले भनेको गाडी आइराखेको छ। गाडीले अहिले फोन गर्नु बित्तिकै औषधि आइपुग्छ उहाँहरूको। मैले उहाँहरूसँग पनि रिक्वेस्ट गरेर उहाँहरूसँग पनि औषधि म पैँचो लिन्छु, तर पैँचो भनेर हामीसँग माग्न चाहिँ आउँदैन है। फेरि आउनु चाहिँ आउँदैन, तर अहिले हालसम्म मैले उता पनि काम गरेको हो, यता पनि गरेको हो, त्यसले गर्दाखेरि उनीहरूले पनि मलाई दिन्छ। स्वास्थ्य चौकीको यो अवस्था छ। सामान्य रुगाखोकी र ज्वरो त गाउँमै निको भइहाल्छ, तर अलिक गम्भीर प्रकृतिको रोग लाग्यो वा चोटपटक लागेको अवस्थामा चाहिँ मर्नु न बाँच्नु हुन्छ यहाँका बासिन्दालाई। भारतसँग खुल्ला सीमा भएकोले होला तराईमा सीमा क्षेत्र विवादित रहँदै आएको छ। उत्तरी सिमानाको किमाथाङकामा भने हामी आइपुगुन्जेलसम्म त्यस्तो विवाद देखिएन। तैपनि मन चसक्क पार्ने व्यवहार त यहाँ पनि हुँदो रहेछ। डाँडाबाट चाहिरहेको तिनीहरू पनि जुन त्यहाँ बिसाइरहेको हुन्छ, हामी पनि बिसाउँछौँ त्यहाँ। माथिबाट हेर्दाखेरि किमाथाङका हेर्दा गोबर जस्तो, चाइना हेर्दाखेरि चाहिँ चाँदी जस्तो देखिन्छ हुन्छ। उनीहरू त अब झिलिमिलै नि छ, यस्तो गर्दा गोबर जस्तो चाहिँ काठले छाएको, यता के चित्र मात्र बाइक अरू छैन। अनि तिमीहरूको सरकार नै टुङ्गो छैन। सरकार भए पनि अनि हाम्रो जस्तो हुँदैन, भुँडी भर्नु मात्रै, भुँडी भर्ने पैसा कमाउने सरकार मात्र आउँछ त्यहाँ। त्यसको लागि तछर मर्चर लडाइँ गर्छन् भनेर उनीहरूले भन्छन्। अब के भन्नु त्यहाँ। सिङ्गो गाउँ विकास समिति जम्मा 60 घरको, क्षेत्रफल र जनसङ्ख्या पनि कम। छलफलकै क्रममा मैले कुरो उठाएँ, सरकारले हरेक गाउँ विकास समितिलाई हरेक वर्ष दिने बजेटले तुलनात्मक रूपमा सानो यो गाउँमा त धेरै नै काम हुनुपर्ने होइन र? 14 वर्षमा एकचोटि सोलरको ब्याट्री फेरे, एकचोटि सोलर वितरण गरे, त्यति हो। त्यसपछि त अब एकैचोटि चाहिँ अब ब्याट्री बाँडै सिद्धियो। एउटा मात्र प्राथमिक विद्यालय छ सिङ्गो किमाथाङका गाउँ विकास समितिमा, हिमालय प्राथमिक विद्यालय। तर नाम जस्तै यसको पनि अवस्था हिमाली भेगका अरू विद्यालयको भन्दा खासै फरक छैन। 5 कक्षासम्म पढाइने यो विद्यालय जम्मा 2 जना शिक्षकको भरमा चलेको छ। विद्यार्थीहरू लामबद्ध भएर राष्ट्रिय गीत गाइरहेका छन्। यो पारिपट्टि देखिएको पाखो छिमेकी चीनको भूभाग हो। हिजो आज विद्यालयहरूमा यसरी सामेल भएर राष्ट्रिय गान वा राष्ट्रिय गीत गाउने चलन निकै कम भइसकेको छ। तर यो सीमा नजिकको गाउँमा बसेर विद्यार्थीहरूले राष्ट्रिय गीत गाइरहँदा हामीलाई पनि कम्ता आनन्द लागेन। राजेश सुने लो? मीमा चेगर नाबाद? यस सर। किताब पर निकाले है। रामलिंग शेरपा? यस सर। बागवा तेजी शेरपा? यस सर। मुर्कू शेरपा? यस सर। सिरिंग शेरपा? छैन। सबै कक्षाका निम्ति बेग्ला बेग्लै कोठा नभएकाले
कक्षा 4 र 5लाई एकै कक्षा कोठामा राखेर पढाइदो रहेछ। उसै त सानो गाउँको कम जनसङ्ख्या, त्यसमाथि काम गर्न सक्ने उमेरका विद्यार्थी घरको कामले गर्दा भर्ना भए पनि नियमित स्कुल नआउने रहेछन्। आउनेले पनि साना भाइ अथवा बहिनीलाई कक्षामै लिएर हेरचाह गर्नुपर्ने रहेछ। लौ हेर्नुहोस् कन्त बिजोक, शिक्षकले पढाउन नभ्याएपछि विद्यार्थीहरू आफै पालै पालो एउटाले भट्याउने र अरूले दोहोर्याउने पढ्ने उपाय निकालेका छन् यिनले। शिक्षामा साह्रै पछाडि परेको छ यो समाज, तर धार्मिक तथा सांस्कृतिक रूपमा भने खुब धनी छ किमाथाङका। पुरानाले मात्र होइन, नयाँ पुस्ताले पनि परम्परागत रीतिथिति छाडेका छैनन्। वेशभूषा पनि बदलिएको छैन। यहाँका सबैजसो बासिन्दा बौद्ध मार्गी हुन्। हामीलाई यहाँको प्राचीन गुम्बा अवलोकन गर्ने अवसर पनि मिल्यो। तर लौ हेर्नुहोस् त सम्पदाको दुरावस्था। 100औं वर्ष पुरानो सम्पदालाई झ्याल समेत नभएको एउटा पुरानो गुम्बाको कोठामा राखिएको छ। यी दुर्लभ पुरातात्विक सम्पदा हेर्न पर्याप्त उज्यालो पनि छैन। हामीले टर्च लाइटको सहयोगमा यतिसम्म देख्न सक्यौं। वर्षौं पुराना थाङका धातुका मूर्ति तथा ग्रन्थ त्यत्तिकै थन्काइएका छन्। यसको सम्भार र अध्ययन गर्ने कोही देखिएनन्। मान्छेले धर्म छोडेको कि के भएको? यो आफ्नो घर चाहिँ नयाँ नयाँ बनाउने, गुम्बा चाहिँ नबनाउने, के भएको यस्तो? अब गुम्बा त बनाउनु भनेको यो भर्केर भएन नि। यो यस्तो बिल्डिङ त हामीले गर्न सकेन नि। अब यहाँ बाहिरको चाहिँ गर्नु भनेको, अनि इस्लामीय पनि हामीले भनेको, अनि अब दुनियाँ जनतालाई अब यसो गरेर अब मलाई सहयोग मागेर अनि समाधान मागेर अनि गर्ने भनेको। अहिलेसम्म त केही सरकारले केही सेवा पनि गरेको छैन। चीनको सीमावर्ती बजार डेन्दाङ नजिकसम्म मोटर बाटो आइपुगेकाले किमाथाङकाको पनि व्यापार फस्टाएको स्पष्टै देखिन्छ। यही बसेर व्यापार गर्दै आएका ठिलेन खम्पालाई मैले सोधेँ, कस्तो छ आयात निर्यातको अवस्था? हाम्रो नेपालबाट चाहिँ प्राय आउने भनेको सबभन्दा यहाँको चाहिँ अब चौरी हो, त्यसपछि गोरु हो, त्यसपछि अब जस्तै चिरेत हो, कुर्की, अनि अब त्यस्तै अब साधारण त्यो अब मजेट हो हामी नेपालबाट। अब माथिबाट आउने भनेको त हामी नुन, तेल, चामल, लत्ता, कपडा, अब नुन त्यहाँदेखि लिएर हरेक भनौँ न अहिले त माथिबाट अनि अरू पनि क्यासेट, टिभी, डेक, अब जेनेरेटर सबै नै भनौँ न, सबै अब जहिले भनौँ भने अहिले सुन चाँदी लिएर पनि माथिबाट चाहिँ अब सस्तामा आइरहेछ भनौँ। अब चाहिँ अब भनौँ भने योभन्दा अगाडि चाहिँ हामी यो चानी त्यो पारी डेन्दाङ बनेको मान्छेहरू हामीलाई चाहिँ हिउँदको बेला चाहिँ उनीहरू आएर चाहिँ हामीलाई दाउरा चाहिँ दिन्थ्यो, अब गोरु जोतिदिन्थ्यो, खेताला गरिदिन्थ्यो, त्यो भरिया बगाउँथ्यो हामीले। जे होस् हाम्रै उसमा आसपासमा बस्यो उनीहरूले चाहिँ जस्तै एक बारी कोदोहरू मकैहरू लिएर चाहिँ उनीहरूले जीविका चलाउँथ्यो भने। अब अहिलेको हिसाबमा चाहिँ अब हामीले उनीहरूलाई चाहिँ कुल्ली गरेर चाहिँ अब हामीले उनीहरूको चाहिँ अब चाकरी गर्नुपर्ने अथवा उनीहरू नोकरी गर्ने अवस्थामा छ र हामी गरिरहेछ। र पनि आफ्नो ठाउँमा चाहिँ अब जुन चाहिँ त्यो खेताला अथवा कुनै परिश्रम गर्दा भन्दा हामीले 100 पाउँछ भने पारी गएर हामीलाई जस्ट म्याक्सिमम 400 रुपियाँ पाउँछ एक दिनको। यो परिवर्तन यातायातकै कारणले आयो। सीमावर्ती बजार नजिकसम्म सडक आइपुगेकाले पारीका जनताको जीवनस्तर उकासियो, तर वारी नेपालतर्फको यथावत छ। तैपनि यसले गर्दा आफूसँग भएको बेच्न र किनेर खानलाई भने सजिलो भएको छ। दुई मुलुकबीच थोरै मात्रामा व्यापार भए पनि यो नाकामा नेपाली भन्सार कार्यालय नै छैन। अनौपचारिक अथवा स्थानीय स्तरको आपसी समझदारीमा चलेको छ यहाँको व्यापार। कानुनी प्रक्रिया पूरा नगरिकनै आयात र निकासी गर्न पाउनु व्यक्तिगत रूपमा त सजिलै होला, तर सरकारी नियामक निकाय नहुँदा यहाँबाट हुने व्यापार व्यवसायको न कुनै अभिलेख छ न त सरकारलाई राजस्व नै आम्दानी भएको छ। बरु यहाँका काठ अव्यवस्थित र अनियन्त्रित रूपमा निकासी हुँदा वन र वन्यजन्तुको वासस्थान सङ्कटमा पर्ने अवस्था सिर्जना भइसकेको छ।
हामी किमाथाङका गाउँको पुछारमा रहेको सीमा स्तम्भ नम्बर 68 र कामुखोला किनारमै रहेको 69 नम्बरमा आइपुग्यौं। सन् 1962मा नेपाली, अङ्ग्रेजी र चिनिया अक्षरमा ढुङ्गा कपेर बनाइएका सीमा स्तम्भ यथास्थानमा छन्। हामी अहिले कामुखोलाको किनारमा रहेको सीमा स्तम्भ नम्बर 69मा छौँ। हाम्रो यात्राको क्रम अब टुङ्गिएको छ। आँखीझ्याल टोली यहाँबाट फर्कन्छ। हप्ता दिनको पैदल यात्रा गरेर किमाथाङका आइपुग्दासम्म हामीले थुप्रै स्थानीय बासिन्दासँग भेट्यौं, धेरैका कुरा सुन्यौं, उनीहरूको जीवनचर्या बुझ्ने र चाहना जान्ने कोसिस गर्यौं। देश हाँक्ने मुख्य ठाउँ सिंहदरबारले यस्ता ठाउँहरूलाई दुर्गम भन्छ, तर यस्ता ठाउँमा बस्ने नागरिकलाई सिंहदरबार चाहिँ दुर्गम भएको छ। त्यहाँसम्म यिनीहरूको पहुँच पुग्नु त टाढाको कुरा, आवाजसम्म पुग्न सकेको छैन। हाम्रो यो प्रयास किमाथाङकालाई दुर्गम सिंहदरबारसँग जोड्ने प्रयास हो। कतै कठिन, कतै रोमाञ्चक यात्रा गरेर किमाथाङकासम्म आइपुग्दा हामीलाई लाग्यो किमाथाङका खाँदबारी मोटर बाटो बन्ने हो भने किमाथाङका र सिंहदरबार बीचको दूरी र सम्बन्ध दुवै नजिकिने छन्। सँगसँगै विभेदका घेरा साँघुरिने अनि अवसरको घेरा फराकिलो हुँदै जाने हाम्रो विश्वास छ।